गुड मर्निङ सबैजनालाई। आज चाहिँ हिउँ परेको तेस्रो दिन। वेदर चाहिँ राम्रो गरेछ, पुरा घाम लागिरहेछ है। हिउँहरू यस्तो यस्तो छ नि, हिउँको थुप्रो थुप्रो रहेछ छन् त्यताततै, थुप्रो हिउँको त्यस्तै। तर घाम त राम्रो लागेको छ है। म बाहिर वाकतिर आएको है। म चाहिँ सानो कुरा सेयर गर्न मन लाग्यो, त्यही भएर भिडियो बनाएको नि। हाम्रो महावीर पुन सर चाहिँ हाम्रो बिचमा गाउँतिर जानुभएको रहेछ। मलाई खुसी लाग्यो होइन, भिडियोहरू देखेको थिएँ साथीहरूबाट। अब चुनाव नजिकै छ, सबैले बेलैमा सोच्नु होला है। अब सोच्ने टाइम पनि छैन। अब चुनाव त आउन थाल्यो है, कति पो छ टाइम। आफ्नो आफ्नो पार्टी, पुरानो पार्टीको मान्छेहरूले आफ्नो आफ्नो दलको आफ्नो आफ्नो ठाउँमा छ है। तर यसपालि चाहिँ मेरो विचारमा होइन, सबैले यसपालि चाहिँ उहाँ सरलाई मौका दिने गर्नुहोस् भन्न चाहन्छु है। किनभने यस्तो राम्रो मान्छे फेरि सधैँभरि आउने कुरा पनि हुन्न होइन। पाएको चान्स पनि घुमेर जाने हो होइन। यसपालि चाहिँ उहाँलाई भोट हालेन भने है, अब हामी विदेशमा भए पनि बस्ने भए पनि अब हाम्रो आफ्नो जन्मभूमिको माया लाग्छ होइन। सकेसम्म राम्रै मान्छे आइदिया हुन्थ्यो भन्ने त हामीलाई त लाग्छ नि त है। हाम्रो कतिपय हाम्रो फ्यामिलीहरू उतै छन् होइन। अब हाम्रोलाई होइन, राम्रोलाई चुस्ने टाइममा छ है। अब उठेर चाहिँ सङ्कटकालको बेलामा उठेर उहाँले चाहिँ हाम्रो म्याग्दीवासीलाई साह्रै गुण लाउनु भएको छ। ऊ बेला जमानामा होइन, टेक्निकल कति प्रब्लम थियो त्यतिखेर जमानामा। अब इन्टरनेट जोडेर त्यत्रो म्याग्दीको त्यत्रो उता गाउँलाई है काम गर्नु पनि सकिन्न। अब म्याग्दीको अलमोस्ट सबै गाउँलाई त्यत्रो इन्टरनेट सेवा पुऱ्याउनु भयो होइन। देश विदेशको मान्छेहरूलाई जोड्नु भयो। अनि त्यही भएर अहिले चाहिँ यसपालि चाहिँ हाम्रो सरलाई, महावीर पुन सरलाई चान्स दिनु होला भन्न चाहन्छु है गाइस। मैले चाहिँ अहिले विदेशको मान्छेलाई पनि हाल्न मिल्ने गराइदिएको भए हामी यताबाट गर्थ्यौँ है। अब के गर्ने, अब अहिले त्यस्तो सिस्टम छैन होइन। अब नेपालकै भएको मान्छेहरूले सकेसम्म उहाँलाई नै गर्नु होला प्लिज यसपालि चाहिँ। अब हेरौँ न कस्तो हुँदो रहेछ होइन। उहाँले भन्नुभएको छ नि त, अब